आन्दोलनको माग के थियो भन्नु छ भने भ्रष्टाचारलाई बन्द गर्ने अथवा भ्रष्टाचारलाई नियन्त्रण गर्ने उनीहरूको माग थियो। तर के भयो त भन्नु छ भने त्यो माग राखेर सडकमा गएका विद्यार्थीहरूलाई 19 जना विद्यार्थीलाई केपी ओलीको सरकार, रमेश लेखक गृहमन्त्री, यी दुईजनाले गोली ठोके र तपाईँको सडकमै यस्तै स्कुल ड्रेस लगाइराखेका झोला बोकेका विद्यार्थीहरूलाई मार्ने काम त्यो सरकारले गर्यो। 23 गते त्यो भयो। 24 गतेको दिन के भयो त भन्नु छ भने त्यसको असर झन् धेरै ठुलो भयो। 24 गतेको दिन जेएनजीहरू आग लगाउनेमा गएको होइन, त्यसलाई चाहिँ अरूहरूले हाइज्याक गरे। अमेरिकाले आफूले तयार गरेका मान्छेहरू पठायो, तिब्बतले आफूले तयार गरेका मान्छे पठायो, कयौँ राजावादीहरू, कयौँ देशको चाहिँ भलो नचाहने, विकास नचाहने त्यस्ता खालका मान्छेहरू छिरेर के गरे त भन्नुहुन्छ भने सिंहदरबार जलाए, संसद भवन जलाए, सर्वोच्च अदालत जलाए, देशका ठुला ठुला महलहरू, बिजनेस कम्प्लेक्सहरू जलाए, नेताहरूका घरहरू जले, पार्टी अफिसहरू जले। त्यति मात्र होइन, प्रधानमन्त्री नै हेलिकप्टर चढेर भाग्नुपर्ने स्थिति सिर्जना भयो। काङ्ग्रेसको देउबाको 2 जना घरबाटै कुटाइ खाएर निस्किनु पर्ने स्थितिको सिर्जना भयो। यो सबै घटनापछि ओलीले राजीनामा दिए र चाहिँ नयाँ सरकारले फागुन 21 गते चुनाव गर्दैछ। अब यो चुनाव तपाईँ हामीलाई चाहिएर आएको चुनाव होइन, किन हामीले त 79 सालमा मतदान गरेका थियौँ। अब 84 सालमा यो चुनाव आउनु पर्थ्यो, तर छिटै आयो। किन आयो? त्यही आन्दोलनको कारणले। त्यो आन्दोलन के का लागि भयो त? त्यो भ्रष्टाचारको विरुद्धमा भयो। त्यसकारण तपाईँ हामीले यसपालि गर्ने मतदान भ्रष्टाचारको विरुद्धमा हुनुपर्छ। अनि भ्रष्टाचार कसले गरेको थियो? त्यो एमाले, त्यो काङ्ग्रेसले र त्यो माओवादीले। यी 3टा पार्टीका सरकार 46 साल यता लगातार बने। कुनै पनि सरकार 1 वर्षभन्दा बढी टिकेन। यिनीहरूले चाहिँ 2 महिना 3 महिना सरकार बनाउने, एउटा सरकार बनाइसके पछाडि त्यसको अर्को दिनबाटै अर्को पार्टीले त्यो सरकारलाई ढाल्न सुरु गर्ने, यस्तो खालको खेल उनीहरूले लगातार खेले। त्यस्तो किन खेले त भन्नु छ भने यिनीहरू जसरी पनि सत्तामा पुग्ने, सत्ताबाट चाहिँ अकुत पैसा कमाउने होइन। त्यसको लागि के गर्ने त? निर्वाचनको बेला जनताको बिचमा जाने, चुनावको बेला गाउँमा जाने, गाउँमा गएर भाषण छाड्ने। भाषण कस्तो गर्ने त भन्नु छ भने स्वर्गद्वारीमा केबल कार हाल्छौँ, चाल्ने टारमा विमानस्थल हाल्छौँ, तल झिमरुक थुनेर ग्रिन पार्क बनाउँछौँ, राप्ती नदी थुनेर विद्युत निकाल्छौँ। 70 सालदेखि एमाले यही सूर्य थापाले वामदेव गौतमलाई बोकेर आएपछि 70 सालबाट भन्न सुरु गरेको यो कुरा मान्छेले त्यो कुरा पत्याएर भोट हाल्दै गए। हरेक जिल्लामा उनीहरूले यस्तै खालका अनावश्यक नाराहरू, सपनाहरू जनताहरूलाई बाँडे र त्यसरी मतलाई। त्यति मात्र होइन, त्यतिले पुगेन भनेदेखि चाहिँ तपाईँ हाम्रो टाउकाको मूल्य पनि यिनीहरूले तोके। ब्रोइलरको 1 केजीको मासु पनि नआउने गरी त 200 को मान्छे, त 300 को मान्छे, त 500 को मान्छे भनेर तपाईँ हाम्रो गरिबीलाई मजाक बनाए, पैसा बाँडे, मत लगे। यसरी मत लगेर गएर के गर्ने त भनेपछि फेरि त्यही सरकारको लडाइँ, सत्ताको लडाइँ। त्यो लडाइँ के का लागि त भने त्यो पैसा कमाउनको लागि होइन। जस्तै भन्नुहोस्, एउटा योजना छ, हामी सबैले सुन्नुपर्ने, बुझ्नुपर्ने। काङ्ग्रेस एमाले मत माग्न आएपछि भन्नुपर्ने छ, पोखरामा एउटा विमानस्थल बन्यो। त्यो विमानस्थलको टोटल बजेट थियो 22 अरब रुपियाँ। 22 अरब रुपियाँ बजेटमा उनीहरूले 10 अरब रुपियाँ भ्रष्टाचार गरेको भनेर अहिले अख्तियारले तिनको विरुद्धमा मुद्दा चलाइरहेको छ। यसमा 3टै पार्टीका नेताहरू छन्। ल हेर्नुहोस् है, 22 अरब पैसामा 10 अरब पैसा भ्रष्टाचार गर्ने देश हो क्या। त्यो कसले गर्छ त भन्नुहोस् भने त्यो एमाले, त्यो काङ्ग्रेसले, त्यो माओवादीले पालै पालो गरेर। यिनीहरू कोही बाँकी छैन। यिनीहरूको जीवनशैली हेर्नुहोस्, संसद भयो कि त्यो मान्छेको काठमाडौँमा घर बन्छ घर यत्तिकै। संसद भयो कि त्यो मान्छे करोड पढ्ने गाडी पजेरो चढेर हिँड्छ, अगाडि पछाडि प्रहरी राखेर हिँड्छ। सम्भव हुन्छ त्यसरी? त्यो कसरी सम्भव भयो? त्यो नलुटी तपाईँले शेरबहादुर देउवाको घरमा आगो लागेको पैसा हेर्नु भने 3 दिनसम्म त्यो अन्डरग्राउन्डमा चाहिँ राखेको पैसा जलेर सकिएन, खरानी परेर सकिएन। तपाईँ हाम्रा घरै 10 मिनट आगो लाग्यो भने खरानी भएर सकिन्छ घर, त्यसको पैसाको गोदाम नै सकिन्न के। अनि यिनीहरूले देशको विकास गरे भनेर चाहिँ हामीले पत्याउने हो त? त्यसकारण यस्तो खालको भ्रमबाट हामी मुक्त हुने र यसपालि हामीले राष्ट्रिय जनमोर्चालाई मतदान गर्ने। किन गर्ने त? तपाईँ हामीले तिलकजीलाई चिनेको छौँ। झिमरुकमा 74 सालमा चुनाव जितेपछि उहाँले के गर्नुभयो यो कुराको त हामी साथी छौँ नि त। हामीले अर्को कसैलाई सोध्न जानुपर्ने स्थिति छैन नि। झिमरुकमा बिहोर्यौँ नि त तिलकजीलाई। उहाँको कार्यकालमा लुम्बिनीमा प्रथम भयो, उहाँको कार्यकालमा देशको 7औं स्थानमा आयो। त्यो कसरी आयो त? भ्रष्टाचार गरेको भए आउँथ्यो? तपाईँ हामीले कहिले सुन्नु पर्यो तिलकले त्यहाँ पैसा भ्रष्टाचार गर्यो भनेर? तपाईँ हामी कहिले चाहिँ जनमोर्चाले यहाँनिर पैसा खायो भनेर हामीले सुन्नु पर्यो? त्यो यहाँको मात्र कुरा नगरौँ न। जितेर गएपछि यो पार्टीका नेताहरू हेर्नु न, सबै नेता भागेर सेनाको सडमा गएर जोगिँदा चित्रबहादुर केसी किन
तपाईँको चाहिँ भागेर गएको त तपाईँहरूले सुन्नु भएन, सेनाको बिचमा बस्यो भन्ने कुरा तपाईँ हामीले सुन्यौँ र सुनेनौँ। किन? यो पार्टीको नीति नै भ्रष्टाचार विरोधी छ, यो पार्टी जहिले भ्रष्टाचारको विरुद्धमा छ। त्यसकारण तपाईँ हामी यसपालि हामीले तपाईँहरूले पटक पटक गिलासमा मतदान गर्नुभएको छ, त्यो मतदान कहिल्यै खेर गएको छैन। हामी हारौँ कि जितौँ त्यो सत्यको पक्षमा हामीले मतदान गरिरहेका छौँ। त्यसकारण यसपालि असाध्यै राम्रो आधार छ। सूर्य थापाको नौटङ्की तपाईँहरूले देख्नु भएको छ। जनतासँग केही कुरा गर्ने उपाय नलाएपछि कहिले डोको बुन्या छ, कहिले मकै भुट्या छ, होइन, कहिले चाहिँ के गरेर तमासा देखाएर हिँडिरहेको छ नि। त्यस्तो तमासा देखाउने हो त संसदको उम्मेदवारले। तपाईँ हामीले त हरेक दिन घाँस काट्छौँ, गोबर फाल्छौँ, त्यो त हाम्रो दैनिकी हो नि, त्यो काम त तपाईँ हामीले गर्ने हो नि, होइन। त्यस्तो खालको तमासा किन देखाउनु पर्यो त? जनताको बिचमा गएर भन्ने कुरा छैन नि त। केपी ओलीको सरकार किन ढल्यो, केपी ओली किन भाग्यो? सूर्य थापाले त्यो कुरा भन्न सक्छ? सूर्य थापाले भन्न सक्छ कि 79 सालमा आएर मसाल यत्रै पार्टी छ, एक ठाउँ जित्छ, यसको कारणले विकास भएन, दुर्गा पौडेलले कामै गर्न, दुर्गा पौडेल फर्केर गाउँमा आइन भनेर चुनाव जितेको होइन। सूर्य थापा कतिपटक गाउँमा फर्केर आयो र उसले भनेका कति % कामहरू सम्पन्न भयो त? हामीले यी सबै कुरा देख्यौँ नि। अब अहिले एमालेको हालत जिल्लामा कस्तो आयो तपाईँहरूले सामाजिक सञ्जालमा देख्नु भएको होला। काङ्ग्रेसले गोविन्द पोखरेललाई उठाएको छ। ती व्यक्ति 74 सालको चुनावमा हाम्रो पार्टीसँगै पराजय भएपछि काठमाडौँ गएर बसेर एकैचोटि 79 सालमा आयो। 79 सालमा शेरबहादुर देउवाले गोविन्द पोखरेललाई पठाएको गिलासमा मतदान गर्नु प्युठानमा भनेर पठाएको। किन? हामीले त्यति बेला एलायन्स गरेका थियौँ। बागलुङमा हामीले उनीहरूलाई मत हाल्ने कुरा थियो, प्युठानमा चाहिँ काङ्ग्रेसले हामीलाई मत हाल्ने कुरा थियो। यहाँका लोकल काङ्ग्रेसहरूसँग हामी सँगसँगै छौँ। उनीहरूले गिलासमा मत माग्दैछन्, तर गोविन्द पोखरेल आएर आफ्नो मत जति सबै सूर्य थापालाई बेचेको होइन। उसले काङ्ग्रेसले नै भनेको नटेडेको होइन। अनि यसपालि काङ्ग्रेसहरूले गोविन्दलाई भोट हाल्छन् त? तिनीहरूले हाल्न जरुरी छ त? उसले सभापतिले त भनेको मानेन भनेदेखि अब उसले कसले भनेको मान्छ र यहाँका काङ्ग्रेसहरूले उसलाई मतदान गर्ने? त्यसकारण काङ्ग्रेसहरूले पनि यसपालि गिलासलाई नै मतदान गर्नुपर्छ। किन? उपयुक्त उम्मेदवार छ र हामीले भन्न सक्ने, भनेको मानेको, हिजो तपाईँ हाम्रो काम गरेको उम्मेदवार हामीसँग छ। र अन्तिममा तपाईँहरूलाई अब अहिले घन्टीको पनि व्यापक प्रचार छ।